वेलकम टु ब्याक श्री ब्लग। आजबाट मेरो नयाँ स्टार्टिङ भयो मेरो ब्लग है। मेरो अब पहिलाको आइडी पनि फोनसँगै हरायो कि, अनि त्यो आइडीमा जसरी होइन मलाई सपोर्ट माया गरिदिनु भएको थियो, अबदेखिबाट यो ब्लगमा पनि तपाईँहरूले माया गरिदिनु र माया देखाइदिनु होला। अनि टक्क आजदेखिबाट चाहिँ मेरो स्टार्टिङ भयो मेरो भ्लगिङहरू। अनि त्यो भएर अब आजदेखिबाट चाहिँ म सबै कन्टिन्यूहरू हाल्दै गर्छु। र अनि आजको दिन चाहिँ कस्तो हुन्छ कसरी जान्छ अब त्यो अब देखाउँदै गर्छु म तपाईँहरूलाई नि, र तपाईँहरूको पनि राम्रै जान्छ होला आजको दिन। त्यस्तै हो। उता मान्छेहरू स्टाफहरू गर्दैछ, अनि म चाहिँ अहिले टक्क यत्तिकै, अहिले मेरो खासै काम छैन नि त। अनि आज चाहिँ मेरो फ्रेन्च फ्राई बनाउने दिन छ, र कसरी बनाउँछ फ्रेन्च फ्राई भन्ने चाहिँ त्यो तपाईँहरूलाई म देखाउन जाँदैछु। ल गाइस टक्क जानुपर्छ आज चाहिँ। अनि मैले गर्ने ठाउँ चाहिँ यही हो, मैले गर्ने चाहिँ टक्क यहाँ चाहिँ हाम्रो दिदी, अनि यता हाम्रो यो किचन भइहाल्यो होइन। किचन त त्यस्तो विधि राम्रो छैन गाइस होइन, भर्खरै आयो नि त म, अनि त्यही भएर त्यस्तो विधि राम्रो छैन किचन चाहिँ। अनि त्यो किमाको लागि चाहिँ प्याजहरू रेडी गरिसक्यो, र अनि यहाँ आलु फ्रेन्च फ्राईको लागि गर्दैछौँ। अनि अब म टक्क आलु काट्न जाँदैछु फ्रेन्च फ्राई बनाउनको लागि, र हेर्दै गर्नु होला अब कस्तो हाम्रो होइन कस्तो हुन्छ भनेर। सरी गाइस, त्योभन्दा अगाडि त म पिठोको मुस्नु छ त, मैले बिर्सेर म आलु काट्छु भन्ने रहेछ होइन। त्योभन्दा अगाडि चाहिँ म पिठोको मुस्नको लागि यहाँ पिठो रेडी भइसक्यो, र अब म पिठो बनाउन जाँदैछु, किनभने अब म र स्याफली बनाउनु पऱ्यो नि त। अनि त्यही कारणले अब पिठो मुस्दैछु। र त्यहाँ चाहिँ छ भाइ, अनि त्यहाँ भाइले चाहिँ टक्क आलु छिल्दैछ होइन। त्यहाँ दिदीले त्यहाँ सरसबै हालिदियो। म त पिठो त मुस्नु पऱ्यो नि त टक्क मोमोको लागि रेडी गर्नलाई। र अब म पिठो मुस्न जाँदैछु बस यो। र पिठो मुसेर भएपछि चाहिँ अनि टक्क बल्ल आलु सालु काटेर टक्क फ्रेन्च फ्राई बनाउँछु म। गाइस पिठो पनि रेडी भएर मैले रेडी गरिदिइसकेँ। र अब आज चाहिँ फेरि के भने हाम्रो फेरि यतापट्टि यो रेस्टुरेन्ट चाहिँ हल्का फेरि नयाँ बनाउनु लागिरहेछ। अनि त्यहाँ मेरो साथी गइरहेछ, ओए त्यहाँ झोला बोकेर सिसी गइरहेछ पारा। ल ठिक छ, आज भेट्दिएर आयो अहिले चाहिँ होइन। ल म टक्क जान्छु, म साथी आएर यसो एकछिन गइदिउँ न टक्क। कहाँ हो त नि हिरो, के छ ल मेरो ल श्री ब्लग्स एच टक्क। अनि कहाँ हो त नि आज स्कुल भयो त? स्कुल होइन ट्युसन घुम्न जानु लाग्यो ड्रेस लगाएर के छ। अनि कहाँ हो धेरै पछि म काठमाडौँ थिएँ नि अब यही काम गर्ने यहीँ ग्रिन रेस्टुरेन्ट पऱ्यो दोस्को ब्लगमा सबले ल माया देखाइदिनु पऱ्यो मलाई। अनि कहाँ हो त नानी, कति वर्ष हो नि मैले अघि हो कि के हो कहाँ चल्दिने हो र? चल्नु ढिलो भएछ श्री ब्लग हेर्दा मैले फेरि गाई चाहिँ अम्ठीले पच हाल्थ्यो कि अम्ठी कहिले केटाहरूको अम्ठी पनि पच हाल्नुपर्छ कि कहाँ सधैँ। अनि आफ्नो मात्रै दिएर भन्नु केटाहरूको नगर्दा। अनि हाम्रो त्यहाँ काम स्टार्टिङ हुँदैन क्या त्यहाँनिर उहाँ ट्याक्क त्यहाँनिर चाहिँ त्यो हाम्रो के अरे उस हाल्ने कि गरेर हाल्ने हो त्यो हो। अनि यहाँ दिदीले चाहिँ सफा हाल्दैछ। दिदी के भनिदिनु छ मेरो ब्लगमा? म त केही पनि भन्नु छैन। यसो भाइलाई यसो सब्सक्राइब यताउति फलोवर्स टक्क माया देखाइदियो भन्नु छैन? र अनि जय साहब तपाईँलाई के भन्नु छ मेरो ब्लगमा? सब्सक्राइब कहिले नगरोस्, माया कहिले नदेखाइदियोस्। हामीतिर गाइज पहिलो भ्लग हो यसो होइन, ल जेठानलाई हल्का सपोर्ट गरिदिन्छ कि भन्छ भनेको त्यहीँनिर फेरि सब्सक्राइब गर्छ नि फेरि अगाडि त्यस्तो भनिदिएर यार सिधै। र यहाँ अनि आलु छिल्दैछ ऊ अँध्यारोमा। अब यहाँ म पिठो रेडी भइसक्यो, पिठो अब राख्नुपर्ने अवस्था। र म अनि म त यो चाहिँ धुन जानु है फेरि गाइस, धुन जानै पऱ्यो जसरी पनि जानु त पर्छ, के भन्नु त जानु परिहाल्यो। खाना खाना त नखाने केही हुँदैन, जहिले खाइरहेको खाना कति खानु त होइन गाइस, खाने होइन अब एकछिन काम गर्न चाहिँ होला यहाँ आएर बस्दिएको त होइन। तर यतिकै भन्दा म यहाँनिर मेरो हल्का काम थियो कि त्यही कारणले आइदिएको। अब के भन्नु खाना बनाउनु परिहाल्यो, आफूलाई खानै पऱ्यो होइन। त्यहाँ खाना बनाउनु भनेको भाँडाहरू पनि यसो हेरेको भाँडाहरू नरहेछ कि, फेरि भाँडा माझ्न चाहिँ आएको होइन भने फेरि गाइज भाँडा माझ्न आएको भन्ने भन्दाखेरि होइन भाँडा माझ्न त आएन। मेरी जान गलिएको राजा मोला क्रेजी बोय टक्क यतिकै। अब के भन्नु आजको दिन यतिकै जाला जस्तो छ। अब सबैजना चाहिँ होइन अब मेलातिर कोही कतातिर घुम्न गइरह होला होइन। गाइस तपाईँहरू पनि गइरहनु भयो होला। आफू त अब यतिकै काम गऱ्यो बस्यो, कतै जान पनि पाइन्न, छुट्टी नै मिल्दैन। अब छुट्टी लिन पनि पाइएन नि त, किनभने अहिले स्टाफ नै छैन, आफूले बुझ्नु नि पऱ्यो नि त। त्यही कारणले
अनि आफू चाहिँ गएन अब यहीँनिर काम गऱ्यो यतै रमाइलो हान्ने अब के गर्नु त अब कामहरू छ अब फ्रेन्च फ्राइज बनाउनु अब त्यो बनाउनु छ भर्खरै अब आलु भिजा राखेको छ अब आलु सालु काट्नु पऱ्यो अब एकदम काट्दैछु र आलुहरू काट्दैछु यहीँ आलुहरू काट्दैछु यति चाहिँ अनि अब फ्रेन्च फ्राइज त बनाउनै पऱ्यो अनि टक्क आलु काट्दैछु होइन है अब त्यही त हो अब के भन्नु छ र आलु काट्छु भन्ने थिएँ अब फ्रेन्च फ्राइज त बनाउनै पऱ्यो आफ्नो लागि भयो पनि गाह्रो छ कडा गाह्रो छ अनि फेरि हाम्रो के भएछ भने अहिले यता फेरि टेन्सन के फेरि बत्ती नआएर टेन्सन भइसक्यो यहाँ बत्ती आएन बत्ती आएको त गीत सुन्दै काम गर्नु नि हुन्छ नि त अलि काम गरेको पनि ध्यान हुँदैन खासै दिन भएको पनि थाहा हुँदैन नि त अनि बत्ती नै आएन बत्ती गएर टेन्सन भइरहेको छ किनकि लगभग कति 2 घन्टा जति भयो होला बत्ती गएको चाहिँ अहिलेसम्म बत्ती नै आएन है बत्ती आएको छैन अनि यहाँ चाहिँ आज यतिको छ त्यसलाई यति काटिसकेँ र अनि यसको फाइनल लुक चाहिँ कस्तो हुन्छ भने म आलु सालु काटेर भएपछि चाहिँ फ्रेन्च फ्राई हामीले चाहिँ ठिक्कको बोइल गर्नुपर्छ हाफ बोइल होइन हाफ फ्राई हान्नुपर्छ सरी बोइल भन्नु आएछ हाफ बोइल है ए हाफ फ्राई हो अनि मैले चाहिँ फेरि हाफ बोइल भन्ने चाहिँ सरी हाफ फ्राई हान्यो यही कराईमा हान्नु ट्याक्क अहिले तेल पनि अहिले ल्याउँदैछौँ हामी दिदी आउँदैछौँ दिदीले सामानहरू ल्याएर छ र अहिले चाहिँ हामी सामान रेडी भइसक्यो यहाँ स्याफलहरू आलु स्टिकहरू खुट्टाहरू र फाइनली मैले के अरे आलु पनि फ्राई हानिसकेँ र यहाँ आलु पनि फ्राई भइसक्यो होइन यहाँ अलिकति त भयो र यता पनि फ्राई हान्दैछु होइन अनि तर के हुन्छ भने यो आलुलाई चाहिँ हामीले अलिकति हल्का चलाइराख्नुपर्छ किनभने नत्र यसको यो मुनितिर डढ्छ कि फेरि राम्रोसँग फ्रेन्च फ्राई पनि हुँदैन नि त अनि डढ्यो भने त फेरि राम्रोसँग हुँदैन मेरो लागि राम्रोसँग चलाइ पनि राख्नुपर्छ एकछिन अब छोड्नुपर्छ र यो के हुन्छ भने यसलाई चाहिँ 1 दिनसम्म चाहिँ राख्नुपर्छ कि फ्रिजमा अनि यो टक्क ड्री भएर यो कक्रिन्छ नि अनि त्यसपछि कक्रेपछि चाहिँ अनि अर्कोचोटि नेक्स्ट टाइम फ्रेन्च फ्राई भन्दाखेरि चाहिँ हाम्रो बल्ल राम्रोसँग बन्छ अन्त अगाडि चाहिँ गर्ने यो भनेको हाफ फ्राई मात्र गरेको यो फ्रेन्च फ्राई चाहिँ अहिले चाहिँ हाफ मात्र भइरहेछ 1 लट चाहिँ मैले हालिसकेँ काटकुट गरेर पनि फ्राई भइसक्यो त्यही भएर अब यस्तो छ अनि अहिले फेरि बत्ती आएन कि अझैसम्म कि के भयो भने नि थाहा छैन बत्ती नआएर यहाँ टेन्सन भइसक्यो आज खाली छ सब मेला लाएर होला सायद अमरसिंह मेला लाएर होला सब उता ट्विटर हेर्नु होला खै त अनि हाम्रो लागि त कोही छैन एउटा दुइटा जस्तो भए त हामी पनि हेर्नुहुन्छ जस्तो लागेको थियो तर ठिक छ अझै हुनलाई खासै बाँकी छैन अझै यतिको भइरहेछ अहिले यसरी माथि तैरिनु पर्छ यसरी यो माथि यो उठिरह नि यसरी आउनु पऱ्यो त्यसरी आएपछि चाहिँ बल्ल अनि हाम्रो फ्रेन्च फ्राई भयो भन्नेमा चाहिँ अलिक टक्क हुन्छ तर एकछिन चलाइराख्नुपर्छ यसलाई बेला चलाएन भने डढ्यो भने काम लाग्दैन कि हाम्रो यो खानालाई चाहिँ यसरी चलाइराख्नुपर्छ यसरी चाहिँ टाइममा यही हो अब के भन्नु त सबैजना उता रमाइलो गर्दै होला होइन आफू यहाँ टक्क काम हान्दैछ अब काटेर यसरी यहाँ राखिदिएको छु कि मैले काटेर यो पानीमा भिजाएको किनभने कालो हुँदैन नि त कालो भएन त्यही कालो नहोस् भनेर मात्रै भिजाएर राखेको नत्र त खासै पर्दैन घरमा बनाउनु छ भने पनि तपाईँहरूले काटेर लगभग पानीमा भिजाएर एकछिन राखेर हाफ बोइल गरेर हाफ बोइल गरे नि भयो नगरे नि भयो सिधै फ्राई गरे नि भयो त्यसलाई फ्राई गरेर अनि त्यसपछि के भने 3-4 घन्टा चाहिँ त्यतिकै राख्न दिनुपर्छ अनि 3-4 घन्टा पछाडि चाहिँ बल्ल अनि आफूले फ्राई गरेर खाना पनि हुन्छ बल्ल फ्रेन्च फ्राई टक्क भन्छ कि नत्र चाहिँ के हुन्छ भने अब प्रायः जस्तोले कस्तो गर्छ नि यस्तो त अब फ्रेन्च फ्राइज त हामी बनाएर खाइदिइहाल्छौँ भन्नुहुन्छ डाइरेक्ट फ्राई गर्छ त्यो फ्रेन्च फ्राईहरूलाई त्यो त आलु भुजिया जस्तो भइहाल्यो नि तपाईँ होटल जसरी खानु छ भने चाहिँ यसरी गर्नु पऱ्यो त्यो त्यसरी आउँछन् घुमेर गएपछि चाहिँ अमरसिंह मेलाबाट आयो भने त्यसरी पाउँछ आफू यहाँ यस्तो गाह्रो छ गाह्रो छ ल गेस्टै नआएर टेन्सन के यार आज झन् आइतबार छ आइतबार फेरि यस्तै हो कि यहाँ चाहिँ के हुन्छ भने आइतबारहरू गेस्टै आउँदैन अनि झ्याउलाएर आउँछ कि अब के गर्ने के नगर्ने हुन्छ कि त्यही भएर अनि फ्रेन्च फ्राई गर्नलाई चाहिँ उसलाई दिन्छु मैले ओ हिरो यतै त कस्तो भइरहेको छ अनुभव एकदम राम्रो उसले एकदम खतरा गरिरहेको छ होइन अब यो यतिको भएपछि अब निकाल्दा हुन्छ कि अनि त्यसै आएन अनि त्यही भएर अब हिरो के हो मान्छे आएन कि अनि भइसक्यो निकाल्दो अब त्यो हल्का तैराउ अझै राम्रोसँग अनि त्यसपछि निकाल्दा हुन्छ खै त गाई साथीहरू
कस्टमरै आएन है आज आइतबारको दिन अनि त्यही भएर खालि केही छैन सामानहरू चाहिँ रेडी गरेर राखेको छ होइन सब रेडी मात्र ग्यास मात्र आएन है आज आइतबार हो नि त अनि त्यही भएर अनि आज आउँदैन कोही पनि आए पनि बेलुका बेलुकातिर आयो मात्रै नत्र त छैन त्यही भएर आज बेलुका चाहिँ यिनीहरू घोड्छु म यिनीहरू टक्क अनि आज नि आजको दिन त्यसै गयो आज केही स्पेसल छ जस्तो मलाई लागेन सब उता अमरसिंह मेलातिर गएर हो क्या यो आजभोलि मेलाहरू लगाइराख नि त अनि त्यतैतिर गएर खासै आएन मान्छेहरू मेला सकेपछि त फेरि यहाँ टक्क यसो बिस्तारै माथि ल्याएर ट्याक्क म उता चाहिँ मलाई देखाऊ यो उकालेर लगाइ चाहिँ यही हो मैले गर्ने ठाउँ है ग्रिन रोज टु टक्क खास मैले गर्ने ठाउँ अनि यो चाहिँ बाहिरको सामानहरू भयो भित्र चाहिँ हाम्रो छ भित्र चाहिँ हल्का फुल्का सफा गर्दैछ आज फ्रिजको सफा हुँदैछ र प्याज किचन ल्याएर टक्क आज फ्रिज सफा गरिदियो क्या हामी टक्क यो हल भइहाल्यो गरिदिनु क्या यो चाहिँ मैले मिलाएको गाइस यो चाहिँ हाम्रो सेफरले आलु स्टिकहरू खुट्टाहरू टक्क अनि त्यो चाहिँ ड्रमस्टिक अब चाहिँ हामी बङ्गुरको मासु खान जाँदैछौँ अब के भन्छ दिउँसोहरू कोही कस्टमर आएन नआएर के गर्नु त अब मासु त खानु पऱ्यो बङ्गुरको टक्क ल्याएर टक्क खाँदैछौँ त्यहाँ अनि दिदीले चाहिँ त्यहाँ मासु काट्दैछ टक्क लाएर फेरि दिदीलाई भ्लगमा देखाउनु हुँदैन है फेरि केटाहरूले आँखा लगाइदियो भने टेन्सन हुन्छ नि त दिदीलाई अनि त्यहाँनिर चाहिँ दाल पाक्दैछ हामी अब आज त त्यस्तो भइहाल्यो आज आइतबार खासै कस्टमरहरू आएन अनि अब हाम्रो क्लोजिङ टाइम पनि भइसक्यो अनि टक्क म त्यहाँ यसरी बसिरहेको छु श्री गलिएको राजा खासै काम गर्दैन नि त मैले त्यो अब एकछिनमा अब टक्क खानासाना पनि पकाएर खाएर अनि टक्क अनि आज घर चलिदिने आजको दिन त्यस्तै भइहाल्यो मेरो त्यस्तै चलेको अब तपाईँहरूको कस्तो गयो अनि अब कमेन्ट गरिदिनु होला टक्क अनि यसो माया देखाइदिनु होला सब्सक्राइबहरू यसो गरिदिनु होला है ल आजको भ्लग चाहिँ यतैतिर गाइज ल अबदेखिबाट चाहिँ कन्टिन्यू भ्लग आउँछ मेरो यसरी नै माया देखाइदिनु होला आजको मेरो अब दिन यस्तै गइहाल्यो ठिकै छ के भएन अब योभन्दा अझै राम्रो राम्रोहरू म भिडियोहरू बनाएर अपलोडहरू टक्क फुडहरूको राम्रोसँग अझै अपलोडहरू गरेर म हाल्ने छु होइन टिकटकतिर युट्युबतिर पनि हाल्ने छु र टिकटकतिर पनि हाल्ने छु तपाईँहरूले यसो माया र सपोर्ट गरेर देखाइदिनु होला ल गाइज आजको चाहिँ भ्लग यतैतिर